हेलो एभ्रिवान नमस्ते राधे राधे हजुरहरू सबैजनालाई मेरो अन्य एउटा मिनी ब्लगमा स्वागत गर्छु। आज चाहिँ हामी हिँड्न लाग्यौँ हामीहरूको हजुरबाको घरमा। हजुरबाको घर चाहिँ हो फाटकी भन्ने छपडी नै भन्छ नभए त्यो। वहाँ जानको लागि हामीहरू सबैजना निस्क्यौँ टमटममा। अनि बाटामा हिँड्दा हिँड्दै बगानहरू भेट्यो। यो पनि एउटा अलिकति क्लिप्स लिउँ भनेर कति राम्रो हरियाली नै हरियाली। अरू बाटो पनि बहुत राम्रो जानको लागि खालि अलिकति गाउँ पस्दाखेरि चाहिँ अलिकति खराब रहेछ, त्यहाँबाट चाहिँ फेरि राम्रै छ। अनि जाँदा जाँदैको सबैको मैले नदीहरूको घाँसहरूको भिडियो उठाएँ, ती राम्रो हरियाली परिवेश। अनि फाइनली बाघरा पनि पुगेर हामीहरू हेर्न फुल कति राम्रो रहेछन् बाघरमा। अनि बसिरहेको छौँ, बसेर बा अलिकति के गर्नु हुँदै थियो, एउटा बिजी हुनुहुन्थ्यो। अनि यसरी बसेर अनि मेरो चाहिँ अलिकति पूजा गर्ने थियो भाग, पूजा गर्नको लागि म फाइनली पूजा गर्नको लागि पनि बसिसकेँ। अनि मन्दिर हेर्नु होला, यहीँबाट दर्शन गर्नु। अनि फाइनली हाम्रो पूजाहरू सकेर पनि राति नै भइसकेर त घुर्दा ओर्दा घुरेर घर पुग्दाखेरि त यता काकाले हामीहरू अस्ति बिहेबाट आएको गुड लिएर आएको थियौँ टिनमा। अनि यसरी गुडको टिन यसरी काट्नु पर्दो रहेछ भाटाले। अनि त्यही हेर्दै मैले अलिकति भिडियो उठाएँ कि कसरी गर्छन् भनेर। अनि यसरी दाउले काट्यो भने चाहिँ अलिक राम्रो हुँदैन अरे। अनि यसरी बाँसले गर्नु हुँदो रहेछ। अनि निकाल्नु हुँदैछ गुडहरू। आजलाई बाई बाई। अर्को भिडियो हेर्नु होला मेरो, राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु होला। बाई बाई।